तपाईले युएसए, क्यानाडा, अस्ट्रेलिया भिजा अप्लाई गर्नुभयो। तपाईको चाहिँ भिजा रिजेक्ट भयो। अब चाहिँ तपाईको प्लान युके जाने छ। तपाईले युके अप्लाई गर्दाखेरि चाहिँ तपाईलाई त्यो गएका रिजेक्सनहरूले चाहिँ के इफेक्ट गर्छ त? यस्तो क्वेसन तपाईसँग पनि छ भने चाहिँ म भिडियो मार्फत यहाँहरूलाई क्लियर गरिदिन्छु। कति स्टुडेन्टलाई चाहिँ ला मेरो चाहिँ भिजा रिजेक्ट भयो, अब मेरो भिजा चान्स चाहिँ लो हुने हो कि मैले अरू कन्ट्री अप्लाई गर्दा भन्ने हुन्छ। त्यस्तो हुँदैन। तपाईको कस्तो हुन्छ भने तपाईले चाहिँ कतै कन्ट्रीमा अप्लाई गर्नुभयो, तपाईको पासपोर्टमा चाहिँ स्ट्याम्प हानेर आयो, रिजेक्ट भयो भनेर चाहिँ स्ट्याम्प हानेर आयो भने चाहिँ तपाईको प्रोफाइलमा थोरै कतै चाहिँ इम्प्याक्ट पर्छ हैन। तपाईको स्ट्याम्पै हानेर आएको छैन भने असर पर्दैन। तपाईको युएसए, क्यानाडा, अस्ट्रेलिया तपाईको भिजा रिजेक्ट भए पनि पासपोर्टमा स्ट्याम्प हानेर आउँदैन। यसमा तपाईँ ढुक्क हुनुहोस्। तपाईँले चाहिँ कुनै कन्ट्री अप्लाई गर्नुभयो जुन कन्ट्रीले चाहिँ स्ट्याम्प हान्ने उहाँहरूको रुलै हुन्छ भने चाहिँ तपाईँहरूलाई थोरै असर पर्न सक्छ। असर पनि के हिसाबले भने तपाईँको प्रोफाइलमा चाहिँ अलिकति लो इम्प्याक्ट मात्रै देखिने हो। सो ढुक्क हुनुहोस्। तपाईँ युके जान चाहनुहुन्छ भने चाहिँ तपाईँको युएसए, क्यानाडा, अस्ट्रेलिया अप्लाई गर्नुभएको छ बिफोर भने तपाईँको रिजेक्सनले चाहिँ केही पनि असर गर्दैन।